बल्ल त देखियो साथीहरु म देख्छु जस्तै ब्लग स्टार्ट गरेँ खुश नसीब कपी जस्तो देखियो है यो कपाल निकालेर त मेरा पुग्दा पुग्दासम्म त तपाईँको सुनमा बज्दैन समात्यो भने फेरि यहाँ आएर पैसा फिर्ता दिनु है त तेरी नजरों ने दिल हेलो साथीहरु गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो धेरै दिनपछिको नयाँ ब्लगमा आई होप तपाईहरुले सन्चै हुनुहुन्छ म पनि सन्चै नै छु के भयो ए ब्लग स्टार्ट गरेँ साथीहरु 2 महिना हुन थाल्यो म ब्लग बनाएको थिएन सन्चो थिएन त्यही भएर अहिले म सन्चो भइसकेछु त्यही भएर म ब्लग स्टार्ट गर्न थालेछु सबैजना माया देखाइदिनु होला ल कमेन्टमा त आइरहेको थियो ब्लग बनाउनु दिदी ब्लग बनाउनु के गर्नु कमेन्ट हेरेर चित्त बुझाउँदै बसेको सन्चो थिएन साथीहरु त्यही भएर बट म अब बनाउने छु सन्चो भइसकेछु के आज जाने साथीहरु आज हामी उता इन्डियातिर जान लागेको सुनोल बजार भन्ने आज काम थिएन त्यसै डुल्न गएको सुनोल बजार चिसो अहिले मौसम चेन्ज भइरहेको त्यही भएर सन्चो थिएन कि अहिले पनि रुगा लाखा औषधि खाइरहेको छु के गर्नु ए साथीहरु अब म चाहिँ खाना बनाउँछु खाना भनेर खाएर जानु पर्यो नि खाना बनाउने अनि खाएर जानु पर्यो खै कति बजीतिर आउँछ म त्यहाँदेखि छिटै जाने भनेको छिटै घर आउने भनेर अझै सपिङ गर्न पनि छ के कपडाहरू किनेकै छैन अहिले साथीहरु कपडा पाइन यता फेरि राम्रो अनलाइनमा हेरेर राम्रो त्यही कपडा यता खोज साथीहरु मेरो पिम्पल यति धेरै दिन भएन त यस्तो निस्क्यो केही भएन यति धेरै पिम्पलबाट किन म त मुखमा केही लाउँदा पनि लाउँदैन त के गर्नु यस्तै हो अब के चाहिँ पकाउने त्यही टेंशन कुछ नहीं है हमारे फ्रिज पर टमाटर है सब्जी भाइ छ र ए तल छ अस्ति हिजो किनेको सालतिर ल साथीहरु म अब खाना पकाउँछु ल हामी साथीहरु रेडी भइसकेको छौं कस्तो छ पनि जस्तो देखियो रेडी भइसकेको छ अब जान लागेको तालसा हानिरा छम आफ्नो रुममा हानिसकेछु चाबी हान्न सक्नुहुन्छ अब ताल हानेर जान जरुरी छ साथीहरु कति जोर लागिरहन यहाँ हाम्रो यता पनि लागिरहेछ म फेरि हान्दै हुनुहुन्छ अरु रुममा अब गेटमा हानेर आउनुहुन्छ अनि टक्कलेर जाने बिहानै गइसकेको छैन हो मेरो दिदीहरु हामी मात्र देशिनी जस्तो देख्छ केही लुट्न गए जस्तो देखेछ झोला लिएर हामी धेरै सामान लिन सके त्यही भएर हो साथीहरु फेरि त कस्तो छप्री जस्तो देखियो है यो कपाल निकालेर त बानी छुटे थियो फेरि ठुलो भयो के त्यही भएर फेरि काट्छु के घुम्न जान्छ कहाँ गएको अझ महारानी जस्तो कहाँ गएको कति भिड छ साथीहरु यस्तो घाममा हामी अघि नै पुगिसकेको थियौं सामान किनिसक्यौं धेरै होइन अझ किनाइ बाँकी नै थियो त्यही भएर मम्मी उता हुनुहुन्छ अब खै हामीले उस लिन थियो के पाप लिन थियो त्यही त जाने हो
कतिको अरे 4 प्याकेट 2 3 4 ए साथीहरु कति महँगो छ यो सस्तो भन्ने मात्र हो महँगै छ मोबाइल ह्याङ चलिरह मेरो कतिवटा 8वटा त 8वटा कसरी बोक्ने होला दुईजनाले यति धेरै सामान पनि 1 2 3 4 5 6 7 8 समाते भने फेरि यहाँ आएर पैसा फिर्ता दिनु है त कतिहरू यहाँदेखि नेपाल लग्न दिँदैनन् नि त एकजनाले समात्छ भनेर एकजनाले समात्दैन भने ओखर हो कि त है ओरियो बिस्कुट दा ओरियो ओहर बा ओरियो ओरियो ओ नीला वाला नीला ओ का नीला वाला नीला ओहे हाँ कई पीस बारे एक ठर की 20 रहे से एकदम करियर में बिस्कुट नहीं खावत ना दे मकान में रख दे खेत में रख दे तो हौले नहीं मिला यहां भी रखाई चूहा लोग के कुछ नहीं मिलते एक के हो नहीं हो ओरियो कैसी ना 10 बेचे वाला 20 बेचे वाला हो एक के हो हाय ओरियो ला एक कितना हो 80 ये ले ले दर्जन ओके कितना है 75 बल्ल त देखियो साथीहरू मधेसनी जस्तै मधेसनीको बुहारी भनेपछि यस्तै बोक्न पर्ला मेरो त घाँटी भाँचिन्छ त्यहाँ यता बसै आउँदैन त टुकटुकिया पनि आउँदैन उता पारी जानुपर्छ ए यहाँ त अब चेक गर्छ त्यस्तो त केही छैन पूजाको सामान मात्र छ हाम्रो गर्छ कि गर्दैन त्यहाँ भएर पुग्दा पुग्दासम्म त तपाईँको सुषमा बज्दैन होला आँखै देखे होइन म त बुटल पनि पुग्न सक्दैन जस्तो भयो के साथीहरू मेरो आँखा देखे छैन हाम्रो त यति मेरो यति हालत भइरह भने मेरो मामुको के भइला मामु त झन् ठुलो बोक्नु भयो हातमा पनि लिनुभएको छ यहाँ हेल्प गर्ने कोही छैन नि त पैसा दिएर भए पनि बोकाउनु हुन्थ्यो नि त बिचरा त अघि भर्खर त टुकटुकी अङ्कललाई भेट्यो नि त अङ्कलले बरु बोकिदिनु भयो एउटा भारी मम्मीमा त ढले के कहाँ हो र त्यो अङ्कल ए उता मेरो टाउको त साप्टो भयो भाइ यहाँ बोके थिएँ घरबाट 10 बजे आइ 11 बजे पुगिन्छ भने 12 बजे पुग्यो कति बजेको नि भैरवको भाटबाट यदि केही घर छैन के बनिरहेछ बन्द छ यहाँको त बल्लै बनिरहेछ सबै हाम्रो बुटोलको त बनिसक्यो त आन्दोलन खुल्ने बित्तिकै 3-4 दिनपछि बनिसक्यो हामी घर आएर पनि हतार हतारमा छेमाको घर जान लाग्छौँ छेमाको घर कहाँ ढिलो भइसक्यो बसै छुट्ला कहाँ जाटे सस्ती सेरे काटेँ गएको अब हामी हतार हतारमा भर्खर आएँ आउने बित्तिकै त्यही पानी खाम चिसो त्यस्तै चलिदिएको हेर्नु कपाल केही छैन कहिले हेर्दैन मलाई किनभने यति ढिलो बस